हामी सामाजिक प्राणीबाट सोशल एनिमलबाट स्क्रिन प्राणी त बनेको होइन। अहिलेको समयमा आधुनिक मनुष्यको एउटा नयाँ भेरिएन्ट बनेको त होइन, नयाँ प्रकार बनेको त होइन। कहीँ हामी एउटा नयाँ प्रजाति त बन्दै छैनौँ जसलाई हामीले स्क्रिन प्राणी भन्न मिल्छ। तपाईँ आफै सोच्नुहोस्, एउटा सार्वजनिक ठाउँमा सार्वजनिक यातायातमा यात्रा गरिराख्दाखेरि यसो वरिपरि एकपटक निहाल्नुहोस्। एउटा समय थियो जतिखेर स्मार्टफोन थिएन, हामी के गर्थ्यौँ? छेउका मान्छेहरूसँग कुराकानी गर्थ्यौँ, छेउका मान्छेहरूसँग कम्युनिकेट गर्थ्यौँ, भावना साटासाट गर्थ्यौँ, चिनजान गर्थ्यौँ। तर आजकलको समयमा के हुन्छ? हामी सार्वजनिक ठाउँमा हुँदाखेरि, सार्वजनिक यातायातमा, बसमा, ट्रेनमा यात्रा गर्दाखेरि कोही पनि मान्छे एक अर्कासँग बोल्दैन। कसैलाई पनि आफ्नो छेउमा को बसेको छ त्यो थाहा हुँदैन। हरेक मान्छेहरू स्क्रिनमा हेरेर घोसे मुन्टु लगाएर स्क्रिनमै आफूलाई समाप्त पारिरहेका हुन्छन्, स्क्रिनमै आफूलाई सम्पूर्ण रूपमा केन्द्रित गरिराखेका हुन्छन्। हामीमध्ये कति मान्छेलाई थाहा छ हाम्रो छिमेकमा को छ भन्ने कुरा? कतिजना छिमेकीलाई हामी चिन्ने गर्छौँ? के पहिलेको तुलनामा अहिलेको हाम्रो रिक्रिएसनल एक्टिभिटी बढ्दो छ या घट्दो छ? उत्तर हामी सबैलाई थाहा छ। यदि हामी काठमाडौँ जस्तो अव्यवस्थित सहरमा जाने हो भने त त्यहाँ रिक्रिएसनल एक्टिभिटिज गर्ने कुनै पार्क नै छैन या अत्याधिक कम मात्रामा छ। काठमाडौँ जस्तो ठाउँमा अधिकांश समय हाम्रो ट्राफिकमा व्यतीत हुने गर्छ र हर वखत हामी स्क्रिनमा मात्र केन्द्रित हुने गर्छौँ। तुलनात्मक रूपमा हाम्रो रिक्रिएसनल एक्टिभिटिज घट्दै गइरहेको छ।